हेलो अनि नमस्कार तपाईहरु सबैजनालाई यो मेरो आरके लगन भ्लगमा स्वागत छ है। र आजको भ्लग स्टार्ट भइसकेको छ। आजको भ्लग चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो जुन चाहिँ यो भिलेज जग्गाको चाहिँ तपाईको कस्तो खालके लाइफ हुन्छ त्यसको बारेमा चाहिँ अलिकति म भन्नेछु। अनि अलिकति यहाँनिर चाहिँ अहिले चाहिँ के छ भने चाहिँ मकैहरू छर्ने अन्त यस्तो काँक्राहरू रोप्ने यसको सिजन आएको छ है। सो त्यही कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ यहाँनिर यो मैले चाहिँ हामीले हैन मतलब मैले चाहिँ एउटा सानो भ्लग बनाइरहेको छु यसमा मिनी भ्लग। अनि हाम्रो भाउजूले आमामा हो सिकेको हेरे मतलब काम चाहिँ गरेको हैन, यहाँ चाहिँ सिकेको कोदालो खन्नु उयो गर्नु है। फर्स्ट टाइम हो भाउजू? कस्तो भयो मतलब कस्तो हुँदो रहेछ के भन्छ यो बस्तीको लाइफ चाहिँ? राम्रो लाग्यो। अन्त हाम्रो यता दाजु सानोमा दाजु के रोपेको अहिले? कसले? तिमीले चाहिँ के गर्दैछौ? नानी तिमी चाहिँ? हजुर तिमीले चाहिँ के गर्नु भएको? हजुर लसुन के लसुन भनेको? यहाँ हाम्रो नानीले पनि काम गर्दैछ है। अहिले काम गर्यो त है? कसरी गर्यो? खने त्यसरी? आम्मामा गुड। के खनेको? आलुको बोट छोडिएको रहेछ कि अन्त खने। आलु चाहिँ यहाँनिर यति भएछ। आलु चाहिँ पहिल्यै खनिसकेको थियो र भए पनि यहाँ निस्किँदो रहेछ यहाँले चाहिँ। हजुर आलु आलु चाहिँ यति भएछ। अनि यो चाहिँ यो लसुनहरू चाहिँ मैले अस्ति रोपेको थिएँ। यो प्याज चाहिँ मैले अस्ति रोपेको। हाम्रो नानी के गर्दैछ त्यहाँ? के गर्नु भएको? लु नानी गर्नु फेरि। जय हिन्द। खोइ एबिसिडी भनिदिनु अलिकता नजिक आएर। यहाँ माथि मजाको निस्किँदैछ। यहाँ यतापट्टि बस न। ल खै यता। लाइक कमेन्ट सब्सक्राइब त्यसो नगर गरिदिनु होस्। फेसबुकमा हुनुहुन्छ भनी फलो गर्नु न बिर्सिनु होस्। Thank you. Bye bye.